अटल भई अनवरत उभिएको पातरासी हिमाल, छडा पहाड फोरेर सधैँ झरिरहने शंकर झरना, विश्वकै अग्लो धान फल्ने ठाउँ छमचौर जिउलो, मठ मन्दिर, ताल तलैया र सुन्दर डाँडापाखा, कृषि उत्पादन र चरीचरणको पर्याप्तता, प्राकृतिक सौन्दर्यता, जल, जमिन, जंगल र जडीबुटीको धनी ठाउँ, जहाँ सुन्दरता र स्वच्छता भेटिन्छ, यहाँ नेपालीपन झल्किन्छ। यत्र तत्र स्रोत र अथाह सम्भावनाले भरिएको एउटै वडा, यो जुम्लाको पातरासी गाउँपालिका वडा नम्बर 2 हो। यहाँ पर्यटनको प्रचुर सम्भावना छ। प्रकृति र संस्कृतिको अनुपम भण्डार हो पातरासी। यही हिमालको नामबाट पहिला गाविस र अहिले गाउँपालिकाको नामाकरण भएको छ। साबिक पातरासी गाविसको वडा समायोजन गरेर संघीयतापछि यही ठाउँलाई पातरासी गाउँपालिकाको वडा नम्बर 2 कायम गरिएको छ। यो वडाले जुम्लालाई पूर्वतर्फ डोल्पा र उत्तरतर्फ मुगु जिल्लासँग जोड्दछ। पश्चिममा पातरासी गाउँपालिकाको वडा नम्बर 4 र दक्षिणमा गुठीचौर गाउँपालिका पर्दछ। पातरासी वडा नम्बर 2 मा 730 घरधुरीमा 1500 जनसङ्ख्या छ। यहाँ क्षेत्री, जनजाति र दलित समुदायको मिश्रित बसोबास छ। यहाँका स्थानीयको पुरानो मौलिक संस्कार, संस्कृति र रीतिरिवाज छ। हिमालको काखमा अवस्थित यो वडा प्राकृतिक सौन्दर्यताका हिसाबले सम्पन्न वडा हो। यो ठाउँ कर्णाली प्रदेशकै सुन्दर पर्यटकीय गन्तव्य पनि हो। घना जंगलको बीचमा रहेको जुम्लाको सबैभन्दा अग्लो मनमोहक शंकर झरना यही वडामा पर्दछ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको करिब 150 मिटर अग्लो शंकर झरना पूर्वाधार विकास र प्रचार प्रसारको अभावले ओझेलमा छ। प्रकृतिको सुन्दर उपहार रातामाटा छहरा अर्थात् शंकर झरना पातरासी गाउँपालिका वडा नम्बर 2 पेरे गाउँको छटा पहाडको खोजमा पर्दछ। 2045 सालमा पूर्व राजा वीरेन्द्र शाह शंकर झरना क्षेत्रमा शिकार खेल्न पुगेको इतिहास छ। पहाडको खोजबाट झरेको शंकर झरनामा पहिले भेडी गोठाला, शिकारी र जडीबुटी संकलक मात्रै पुग्थे। अहिले स्थानीय सरकारले यसको प्रवर्धन गर्न थालेसँगै झरना हेर्न आन्तरिक पर्यटक आउन थालेका छन्। अझै यसको प्रचार प्रसार गर्न सके विश्वभरका पर्यटक तान्न सक्ने शंकर झरनाले सामर्थ्य राख्दछ। माथि पातरासी हिमाल, त्यहाँबाट बगेको जवा नदी, त्यही नदीको किनारै किनारका हरियाली फाँट र घाँसे मैदान, चारैतिर हरियाली जंगल, पहाडको बीचमा सुन्दर झरना साँच्चै मनमोहक देखिन्छ। विश्वकै अग्लो धान फल्ने ठाउँ छुमचौर जिउलो यही वडामा पर्दछ। सबैभन्दा उच्च भागमा प्रशस्त मार्सी धान फल्ने ठाउँका रूपमा यो गाउँले पहिचान बनाएको छ। पातरासी हिमाल, शंकर झरना र छुमचौर जिउलोका अलावा पातरासी वडा नम्बर 2 भित्र देवीस्थल, चनेताल, शंकरताल, धौलीताल, त्रिवेणीताल, पातरासी बेस क्याम्प, जिस्ने हिमाल, थार्पमष्ट मन्दिर, लछरीमष्ट माई मन्दिर, तालकोट घाँसे मैदान, रामकोटी मासी जिउलो, पदमपाटी, ओखर पकेट क्षेत्र, चौके झरना लगायतका दर्जनौं आकर्षक पर्यटकीय गन्तव्यहरू छन्। यी सबै पर्यटकीय स्थलको विकास गरेर आर्थिक समृद्धि हासिल गर्ने यहाँका जनप्रतिनिधिको लक्ष्य छ। स्थानीय सरकारले यस क्षेत्रको पर्यटन प्रवर्धन गर्न प्रयास गरे पनि पर्याप्त हुन सकेको छैन। पर्यटन विकास गर्ने राज्यका निकायले कर्णालीको यो गाउँमा रहेको यति सुन्दर झरनालाई प्रवर्धन गर्ने हो भने नेपालकै एक सुन्दर पर्यटकीय गन्तव्य यो वडा बन्नेछ। पर्यटकीय क्षेत्रको लागि त हामीहरूले भनेछौँ गत 2 वर्ष नै भर्खरै प्रख्यातमा आयो शंकर झरना भने
उहाँलाई अब पाहुनाहरूलाई नियुक्त गर्नको लागि स्थानीय सरकारलाई पनि पहल गरेको छौँ कि हामीले त्यहाँ पाहुनाहरू भिजाइदिनु पर्यो, बस्ने व्यवस्था पनि राम्रो गरिदिनु पर्यो। तपाईँले यदि स्थानीय सरकारले हस्तक्षेप दिएपछि साथ दिन्छौँ भनेर हामी पनि लागि परिसकेका छौँ। तालहरूको लागि स्थानीय सरकार या ओडा लागेर अनुगमन गराएर पर्यटनहरू भित्राउने तालहरूको सुन्दर तालहरूको फोटोसहित ल्याएर यो ठाउँमा यो छ है भन्ने चिनारी गराउँ भनेर प्रोसेस चाल्दैछौँ। सङ्घ र प्रदेशबाट हामीले पर्यटनहरूलाई आउने वातावरण सिर्जना यातायात गरिदिए सङ्घ प्रदेश र स्थानीय सरकार लागेर छिटोभन्दा छिटो पहल चालेर त्यो ठाउँमा है शङ्कर झरना देवस्थल छन् त्यहाँ जानुपर्छ भन्ने यतायत एउटा फोटोसहित बनाइदिए भए हुन्थ्यो। 1 र 2 एकदम अत्याधिक सम्भावना बोकेको ठाउँ हो। यसमा हाम्रो पर्ने लगभग शङ्करदह, त्रिवेणी ताल, सुन्या ताल अनि हाम्रो धौली ताल भन्ने लगायतका यहाँ विभिन्न किसिमका तालहरू छन् यहाँ। अनि यो सुन्या ताल अनि यहाँभन्दा माथि पनि 2टा ताल छन् यहाँ। भनेपछि यहाँ लगभग 8 देखि 10 सम्मको तालहरू छन् र यहाँ विभिन्न किसिमका जडीबुटीहरू पनि छन्। जटामसी, कुटकी, वन लसुन अनि सुगन्धवाल लगायतका यहाँ थुप्रै जडीबुटी र जुम्ला जिल्लाकै एर्सा पाइने ठाउँ चेप्टेपाटन हाम्रो यो चुनेताल नजिकै पर्छ। यसमा लगभग जेठ असार मान्छेहरू यहाँ एर्सा खोज्न विभिन्न जडीबुटी खोज्न यहाँ बसिरहन्छन्। यहाँ भक्तजन धेरै आउँछन् सर। यो ठाउँ साँग्रो हुनाले अझ पाखा बसेका हुन्छन्, अझ खोला बसेका हुन्छन्, अझ माथि चिनमा बसेका हुन्छन् सर। साँग्रो छ हजुर। अनि भक्तजनको त कुरै नरहन्छ सर। हामीले अब पालेभरिले यो स्थानीय सरकारले यो घर घरबाट दुध उठाएर टिन हाल्यौँ सर। यो बान्नु हामी घरैबाट घर बनायौँ हामी पालेभरिले। अब स्थानीय सरकारले र माथि सङ्घले काहीँ गरिदिएली अनि राम्रै बनाउला भन्ने हो। यो मन्दिरको पनि कुनै विशेषताहरू अब केही मागेको पुग्छ भन्ने हाम्रो सबको विश्वास हुँदाखेरि वर्षको हामी यो शिवरात्रि र साउने पूर्णिमामा हामी 2 दिन व्रत बस्ने गरेर हाम्रो यो गाउँको मान्छे स्थानीयहरू आएर यहाँ व्रत गर्ने काम गर्छौँ। र अहिले अब पालिकाको बजेटले सबै धान्न सकेन, अलि बजेट अलि कम भएको कारणले गर्दा अलि धान्न सकेका छैन। र अब प्रदेशको बजेट कुनै आयो भनेपछि यो हाम्रो बाटोहरू हिँड्नलाई अलि धेरै असजिलो छ र त्यहाँदेखि माथि आउन 2 घन्टासम्म समथिङ लाग्छ। 2 घन्टा उकालो हिँड्नुपर्ने भयो हुनाले अलि अप्ठ्यारो छ। त्यो बजेटको लागि त्यो बाटोको लागि अलि पहल भइदिएको भए अलि राम्रो हुन्थ्यो। र पानीको लागि यहाँ पानी नुहाउनको लागि अव्यवस्थित र पानी त छ तर पाइपले यहाँ ल्याउनलाई अलि गाह्रो जङ्गल जानुपर्ने भयो हुनाले अलि खानेपानीको पनि यहाँसम्म भइदिए भए अझै राम्रो हुन्थ्यो कि। यस क्षेत्रका नागरिकको मुख्य पेशा कृषि र पशुपालन हो। आलु, मकै, जौ, गहुँ, कोदो, फापर, सिमी, धान, भटमास, कागनो, चिनो, तोरी, ओखर, आरु र स्याउ यहाँका मुख्य उत्पादन हुन्। यो ओडा स्याउको राजधानीकै रूपमा चिनिन्छ। लेकाली हावापानीमा फल्ने स्याउ स्वादिलो हुने भएकाले पनि बजारमा यसको माग बढ्दो छ। रैथाने बाली संरक्षित यस ओडामा अर्ग्यानिक कृषि उपज उब्जनी हुन्छ। कर्णालीको पनि जुम्ला र जुम्लाको पनि दुर्गम पातारासीको यो हिमाली गाउँमा नागरिक विषादी रहित भान्साकै कारण स्वस्थ पनि छन्। यहाँ आइपुग्ने पर्यटकले गाउँले परिवेशमा रमाउँदै अर्ग्यानिक उत्पादनको स्वाद चाख्न पाउँछन्। कृषि उत्पादन पर्याप्त हुन्छ तर बिक्री गर्ने बजार नहुँदा आफै खाइसक्नु पर्ने अन्यथा कुहाएर फाल्नु पर्ने तीतो यथार्थ छ। पातारासी भौगोलिक रूपमा जति विकट छ उति नै प्राकृतिक रूपमा स्वच्छ र जैविक विविधताले भरिपूर्ण छ। जडीबुटीको खानी यो ओडामा जटामसी, कुटिकी, सेतो चिनी, वन लसुन, पदमचाल, पाखनबेद, उत्तिस, सुगन्धवाल, 5 औले, भुतकेश, रातो च्याउ, यार्सागुम्बा, धुपी, घोरमाचो, सुनापाती र लोटसल्ला लगायतका जडीबुटी पाइन्छ। ग्रामीण पर्यटनलाई जोड्दै जडीबुटी संकलन, प्रशोधन र बजारीकरणमा सरकारले सघाउने हो भने जंगलको जडीबुटी नै यहाँका नागरिकको आम्दानीको स्रोत बन्नेछ। तर ओडाभित्र भएको जडीबुटी प्रशोधन केन्द्र आफै
यति बेला आर्थिक सङ्कट झेलिरहेको छ। सरकारी सेवा सुविधा र विकास बजेट कहिल्यै नपुग्ने यो गाउँमा संघीयतापछि विकास पुगेको छ। टोल बस्तीमा सडक सुविधा पुगेसँगै स्थानीयको दुःख घटेको छ। सडकको स्तरोन्नति र दिगोपनाका थुप्रै काम गर्नुपर्नेछ, तर नेपालगञ्जदेखि नुन बोकेर खानुपर्ने बाध्यता हटेको छ। गाउँमा गाडी गुड्ने कल्पना नै नगरेका स्थानीय घरैसम्म आइपुगेका सडकमा सवारी मार्फत यात्रा गर्न पाउँदा निकै दङ्ग छन्। अहिले धेरै जस्तो अहिले धेरै जस्तो हामीलाई सुविस्ता भयो। अहिलेको बजार जानु पर्दो थियो, अहिले टाढा काहीँ जानुपर्छ। अहिले धेरै ज्याकै बाटोघाटो पनि अहिले सुविस्ता पनि राम्रो भयो। अहिले जे भए पनि पोरा अगाडि जस्तो फोहोर मैलो गर्छ, अहिले धेरै जस्तो सुविस्ता भयो, ज्याकै राम्रो भएछ। हामीलाई धेरै राम्रो छ। अहिले हामीलाई जुम्लो बजार जानु त अहिले निकै लासै भयो। लास्टै अहिले घरैतिर आएर हामीलाई झन् भयो राम्रो, झन् ज्याकैको राम्रै भयो। हामीलाई सुविस्ता पनि राम्रो भयो। अहिले हामीलाई पनि जनतालाई पनि अहिले ज्याकैको राम्रो भयो, हेरचाह पनि हुने भयो। अहिले आमा काका ज्याकै राम्रो भयो। अहिले हामीलाई अझै राम्रो यति छ, अझै राम्रो गर्ने हामीलाई चाहियो होइन। अहिले भारी लौरो थियो कि खानेले पनि दिन गयो, अहिले ज्याकै सुविस्ता आयो। हामीलाई अझै छु हाम्रो पाले यति छ त पनि अझ हामी सुविस्ता भयो। हाम्रो ननाथे पाला छोराछोरी अझै राम्रो हुने सुविस्ता चाहियो हामीकन। पर टाढा जान्छ अहिले बजारदेखि अहिले निति नै लासै अब घरै आइगयो। हामीकन ज्याकै राम्रो आयो, सबै राम्रो सुविस्ता ज्याकै राम्रो आयो। अब अगर के कालो मरे पनि अकालो मरे, कालै मरे नि अकालै हुन्थ्यो, कालै हुन्छ कालो मरे अकालो मरे अकालै हुन्छ। अहिले त हामीलाई ज्याकेको अहिले मुटु बिहा राम्रै व्यथा छ देख्ने भयो। अहिले केही हजुरको लागि तिनी देख्ने भयो। अहिले फलाउन ठाउँ यस्तो छ भनेर सुविस्ता भएर अहिले कालो मरे नि अहिले अकालो मरे मजारिकन सुविस्ताले अहिले राम्रो गरिकन औषधि पाइने भयो, राम्रो गरिकन अहिले पर्पसै हुने भयो। हिजोभन्दा त अहिले धेरै परिवर्तन भएको छ सर। यहाँ यस्ता गाडी मोटर गुरनन् भन्ने पहिला त्यस्तो थिएन। र सर सुब्राबाट चामल बोकेर नेपालगञ्जबाट नुन बोकेर ल्याएको म सर 3 चोटि ल्याएँ मैले यहाँ। त्योभन्दा त धेरै परिवर्तन छ सर अहिले। अहिलेको सरकार यस्तो विकास पनि पहिला यस्तो हुन्थ्यो न सर। अहिले त सर अब स्थानीय सरकार हुँदाखेरि यहाँ बाटाघाटा भनौँ अब सर सबै अब जे पनि सबै राम्रै छ सर अहिले। हाम्रो ओडामा अहिले लगभग बितेको 80 सालमा हामीहरूले स्थानीय सरकारबाट पाएको रकमबाट हामीहरूले जस्तै खालाडिक तल्लो गुम्बा मर्मत कार्य पनि गऱ्यौँ। अँध्याउली तर्पण थियो, ऊ पनि पास गऱ्यौँ। रागा मचलो भन्ने एउटा मन्दिर पनि भयो सर हाम्रो पालामा। तिकुल्ली घोरेटोबाट पनि एउटा भयो सर। भइसकेपछि ओडा कालेका यी घेरबारहरू झ्याल र ओडा काले सञ्चालन पनि हाम्रो पालामा भयो। पातरासी 2 मा अन्य पूर्वाधार विकासका कामले पनि गति लिएको छ। विद्यालयका पक्की भवनहरू बनेका छन्। स्वास्थ्य संस्थाका भवनहरू व्यवस्थित बनाउने प्रयास गरिएको छ। पाटी पौवा, प्रतीक्षालय, पिकनिक स्पोट, खानेपानी, सडक, पुलपुलेसा, बाटोघाटो सहितका विकासमा स्थानीय सरकारले योजनाबद्ध काम गरिरहेको छ। पूर्वाधार विकाससँगै मानव विकासमा समेत लगानी गर्नुपर्ने परिस्थिति छ। अशिक्षा, बालविवाह, बेरोजगार, कुपोषण, गरिबी र पछौटेपन यहाँका नागरिकको साझा समस्या हो। कतिपय हिंसा र कुरीतिहरू अझै कायम छन्। जनप्रतिनिधिको सभ्य समाज निर्माण गर्ने लक्ष्य छ, तर लक्ष्य भेट्टाउन उत्तिकै चुनौती छ। यो छुइगोठ मुक्त घोषणा गरिएको वडा हो। सामाजिक संस्कार सहितको समाज परिवर्तन हाम्रो प्रतिबद्धता। छुइगोठ मुक्त समाज बनाउनका लागि नागरिक ऐक्यबद्धता भन्ने साझा अभियान चलाइएको छ। यस्ता सामाजिक अभियानले नागरिकलाई सचेतना र जागरणमा अग्रसर बनाएको छ। फलस्वरूप सामाजिक विकासमा टेवा पुगेको छ। स्वास्थ्य जाँच तथा उपचार सेवालाई प्रभावकारी बनाइएको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र तल्फी मार्फत आवश्यक औषधि, पौष्टिक आहार र स्वास्थ्य सचेतना दिएर आधारभूत स्वास्थ्य सेवा सुनिश्चितता गराइएको छ। स्थानीय सरकारले त अब औषधिहरू दिएकै छ। दम ब्याताको सालबुटामोल छ, अनि सिटामोल छ। अब ज्वरो आए टाउको दुखेको
अनि जस्तै एजिथोरोहरू एमोक्सासिलिनहरू एलर्जीको टेस्टिजेडहरू त्यस्तै अब छ। अहिले 3 महिना 2 महिना भएपछि चाहिँ महिला आन सुई लाउने भए अनि बच्चा आन खोप लाउने भए अक्को गर्ने भए र अहिले चाहिँ धेरै सुविधा छ। अझै न्यायदै पनि झन् राम्रो भए झनै राम्रो हुनु होइन। अब हामी त दुर्गम भयौँ हब्बु भन्न दुर्गम पातारासी 2 लुम्बर हब्बु भन्न दुर्गम भयो नि। यो हिमालका काखातिर भयौँ उति सुविधाहरू तलितिर त धेरै तलतिर सुविधा जस्तो हाम्रो निया पनि भइदिए भए त हामीलाई पनि झनै राम्रो हुनु सर। अनि त्यो गर्ने क्या उहीँमल भन्न त अहिले धेरै राम्रो छ। अझै पनि अहिले त धेरै राम्रो छ उहीँमल। अब त्यो हामीहरू पनि त्यो भेद परेको छु धलबानी भेद भन्न छिया हामी त्यही भेद पऱ्यौँ। अनि तानीदेखि अब हामीदेखि पछि 1-2 पछल्लो भयो अहिले भेद भएन। त्यो सरकारी भेद आउँदाले यो सरकारी खोप लाग्दाखेरिमा धेरै राम्रो भएको छ। स्वास्थ्यको लागि अहिले हालसम्म स्वास्थ्य भवन वडाको नाममा त छैन। अब भाडामा हामीले सञ्चालन गरिराखेका छौँ र सञ्चालन गरेको लगभग 6-7 वर्ष जति भइसक्यो। अहिले स्वास्थ्य भवन जीर्ण अवस्थामा छ तर वडाले 2 महिनासम्म पुग्ने औषधिको व्यवस्था जति मिलाउने काम गरेको। विगतमा यो ठाउँमा शिक्षाको अवस्था निकै दयनीय थियो। विद्यार्थीहरू खुल्ला आकाशमुनि खाली भुइँमा बसेर समेत पढ्न बाध्य थिए। अहिले केही पक्की भवन बनेका छन्। 10-4 पठन पाठन हुन थालेको छ। कम्प्युटर शिक्षा र ल्याब सहितको प्राविधिक शिक्षाको सुरुवात गरिएको छ। पुस्तकालय स्थापना गरिएको छ। शैक्षिक सुधारको महत्त्वकांक्षी लक्ष्य छ तर स्रोत साधन अभावमा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा गुणस्तरीय बन्न सकेका छैनन्। यो ओडा जलस्रोतमा निकै धनी छ। यही ओडाभित्र जलविद्युतका आयोजनाहरू सञ्चालन गर्ने सम्भावना पनि छन्। पातारासीमै उत्पादित विद्युत यो ओडाका घर घरमा विस्तार गरिएको छ। एक घर एक धाराको लक्ष्य अनुसार नागरिकलाई खानेपानीको सुविधा पुर्याइएको छ। विगतको भन्दा सेवा सुविधामा नागरिकको पहुँच पुगेको छ। सदरमुकाम पुगेर सकसले लिनुपर्ने सेवा अहिले ओडामा पाउँदा निकै सहज भएको छ। यो प्रशासनिक काम जो यो न्यायिक सिफारिस अनि अन्य सिफारिसमा यहाँका जनताहरूले राम्रो सेवा पाउनु भएको छ। जो व्यक्तिगत घटना हुन्छ यसलाई 5वटा घटनाहरूमा जन्म मृत्यु बसाइ सराईका यी कामहरू अनलाइनबाट हुने भए हुँदा यहाँका मान्छेहरूले अलिक दुःख बढी पाएछन्। यहाँ नेटको नभएर टावर पनि छैन, नेटको समस्या छ। टावर फेरि फोनमा पनि समस्या, फोन यो मोबाइलमा टावरहरू आउन त्यो भएर समस्या छ। अब हिजोको कुरा तुलना हेर्ने हो भने त हिजोभन्दा अहिले धेरै जनतालाई सुविधा छ। किनभने अब त्यही बेला सानातिना कुराको लागि पनि जिल्ला जानु पर्थ्यो, जिल्ला भ्याउनु पर्थ्यो भने अहिले अब यहाँ वडा कार्यालयमा भइरहेको छ। ठिकै छ जाओस्। कर्मचारी र जनप्रतिनिधिको समन्वयमा सार्वजनिक सेवालाई गुणस्तरीय, गुनासोरहित र पारदर्शी बनाइएको छ। घटना दर्ता सहितका सेवा र सिफारिसका काम अनलाइनबाटै गर्न सुरु गरिएको छ। यहाँ जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध धेरै राम्रो छ। काम गर्दा अलि सहज भएको छ। अध्यक्षज्यूहरू अनि वडा सदस्यहरू लागि परिरहनुहुन्छ, धेरै राम्रो छ। प्रशासनिक काममा धेरै सजिलो छ। यहाँका जनताहरूले सेवा सुविधा पनि पाउनु भएको छ।
ओडामा पूर्वाधार विकास र सरकारी सेवा सुविधा पर्याप्त छैन, तर जनप्रतिनिधिले प्रशस्तै बनाउने प्रयास गरेका छन्। आन्तरिक आय शून्य भएको ओडा र पालिकाको समेत सीमित बजेटले मात्रै नागरिकका माग र आवश्यकतासँगै समृद्धिको लक्ष्य एकैपटक हासिल गर्ने अवस्था छैन। यद्यपि यहाँका सम्भावित पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारसँगै कृषि उत्पादन एवं जडीबुटी प्रशोधन र बजारीकरणका लागि प्रदेश र सङ्घ सरकार तथा दात्री निकायको नजर पर्ने हो भने यो ओडा मुलुककै एक स्वच्छ, सुन्दर र समृद्ध ओडा बन्नेछ।